माई गड फाइनली आज 3 महिना पुरा भयो यार मालदिभ्समा पनि। उफ, आजभन्दा ठ्याक्कै 3 महिना अगाडि म नेपालमा थिएँ यार। यो 3 महिनामा धेरै कुरा एक्सपिरियन्स गरेँ यार मैले। धेरै कुरा जाने पनि मालदिभ्सको बारेमा। जे सोचेर आएको थिएँ मालदिभ्स त्यस्तो चाहिँ ठ्याक्कै त्यही अलिक छैन। किनभने धेरै कुरा छ मालदिभ्समा जुन मलाई यहाँ मालदिभ्स आउनुभन्दा अगाडि थाहा थिएन। जस्तै जस्तै कि एल्कोहल। विराटनगरमा त एल्कोहल त अलिक के भन्नु त्यस रमाइलो गर्न मन लाग्यो। साथीभाइहरूसँग गयो बस्छु अलिकति पैसा झिक्यो रक्सी खायो। यहाँ त्यस्तो चाहिँ छैन है। यहाँ चाहिँ एल्कोहल भनेपछि धेरै स्ट्रिक्ट रहेछ। लोकल सपमा यहाँ पाउँदैन र पाउने हो भने पनि त्यो पनि एकदम लिमिटेड लाइसेन्स भएको रेसर्टहरूमा मात्र पाइन्छ र कुनै कुनै ठाउँमा मात्र पाउँछ। त्यो अलमोस्ट भनौँ न यहाँ धेरै कमै पाउने हो। 3 महिनामा अलिअलि ऋण पनि तिरेँ यार मैले। टोटल कति तिरेँ भन्दाखेरि एकैछिन झन्डै सुरु महिनाको 20,000 मेरो तलब आएको थियो। किनभने 17 तारिकबाट जोइन गरेको थिएँ मैले। त्यही भएर आधी महिना मात्र तलब आयो। त्यो 12-13 दिनको सुरु महिना 20,000, दोस्रो महिना 42, त्यसपछि 44 ऋण तिरेको अहिलेसम्म 80,000 तिरिसकेँ यार मैले। होइन 80 90 जति तिरेँ यार। यो आएको मैले 3 महिनामा 90,000 जति ऋण पनि तिरिसकेँ। अब छैन धेरै ऋण। 3,20,000 दिन्छ हुन त धेरै हो पनि 3 महिनामा यति तिरेँ। अब अगाडिको दिनमा पनि चाँडै तिरिहाल्छु नि। 3 महिना बितेको थाहै भएन। आज चाहिँ शुक्रबार भएर यता लास्टै भिड छ। हामी आएको छौँ मैले आर्टिफिसियल बिचमा आएको छौँ। पैसाको माया वर्षलाई मेला लाए जतिकै भिड छ हौ। यो सर्ट चाहिँ आज मैले नेपालमै किनेको थिएँ है। एकदम मालदिभ्स यस्तै बिच एरियातिर गएर मस्त एउटा फोटो खिच्छौँ र भिडियो बनाऊँ भनेर आएको थिएँ। ठिक छ चाहिँ मालदिभ्समै लाउने खालको सर्ट पनि छ। सोचेछ है आर्टिफिसियल बिच। मालदिभ्स आइल्यान्ड नै आइल्यान्ड भएर पनि होला। यहाँ फार्मिङ एकदमै कम छ। त्यही भएर जे कुरा पनि यहाँ पाउँछ। आलु प्याज सबै बाहिरबाट इम्पोर्ट गर्नुपर्छ। सबै हुन त यहाँ सबै कुरा यति महँगो छ। चामल दाल त्यतिखेर आलु प्याज सबै यति महँगो छ। जस्तै कि अस्ति हामी गएको थियौँ थकाली खाना सेट खानलाई। अस्ति स्यालेरी आएको थियो र स्यालेरी आएर नेपाली खाना प्रोपर सेटमा खाएको पनि कति भइदिएको थियो। थकाली खाना सेट खानु त्यसलाई पर 140 MB जुन चाहिँ नेपाली हुन्छ 980 रुपियाँ। 980 रुपियाँमा नेपालमा त म पासा भात खान्थ्यो। ल हिँड्दा हिँड्दै अब स्टेडियमको बाटो पनि आइपुग्यौँ। यो चाहिँ स्टेडियम कता देखिन्छ ब्याक क्यानलले देखाउनु पर्यो। यता पछाडि स्टेडियम है। अघि खाना खाएर निस्केको हिँड्दा हिँड्दा त मेरो त खानै पसिसक्यो यार सबै। धेरैजना साथीहरूसँग कि मालदिभ्स सबै प्याराडाइज हो, इजी मनी, मस्त पैसा खापिन्छ, डलरमा कोही स्यालेरी हुन्छ, पैसा त छपछप हुन्छ। तर स्यालेरी त ठिकै हुन्छ, राम्रो त के भन्नु ठिकै हुन्छ। तर त्यो स्यालेरीको पछाडिको सेक्रिफाइस धेरैजनाले भन्दैन है। किनभने कसैलाई पनि आफूलाई विचार देखाउनु मन लागेको हुँदैन। त्यो त यहाँ बसिराखेको यहीँ बसिराखेको मान्छेहरूलाई थाहा हुन्छ कि कति चाहिँ गाह्रो छ यहाँ पैसा कमाउनुलाई। र अर्को इन्ट्रेस्टिङ कुरा मैले चाहिँ मालदिभ्समा भेट्टाएको भनेको यो हो। यो के भन्दो रहेछ बिटर लाइन भन्दो रहेछ। हुनु त टेस्ट एकदम कडा हुन्छ। यसको पुरै कागती खाए जतिकै हो। सुरु दिन त मलाई पनि खासै मन परेको थिएन। किनभने नेपालमा मैले खाएकै थिएन। नयाँ टेस्ट मैले भेटाएको थिएँ। तर अहिले खाँदै जाँदा दामी लाग्छ यार। लास्टै किन रक्सी पाउँदैन। कडा टेस्ट गर्नु छ भने यो चाहिँ बेस्ट है।